सुदन गुरुङले भनेका छन् मैले गल्ती गरेको छैन, मैले गल्ती गरेको छ भने हाम्रो सरकारले मलाई पनि छोड्दैन, गल्ती गर्ने जति कसैलाई पनि छोड्दैन। हाम्रो सरकारले बाचा कसम खाएको छ भन्ने उनको कुरा छ। आई होप उनी चाँडै कमब्याक गरून्। सबैले उनलाई गृहमन्त्रीको पदमा देख्न रुचाएका छन् र उनको काम हेर्न चाहेका छन्। हाम्रो सरकारले त मेरो विचारमा हेर्नु, हाम्रो सरकारले कसैलाई पनि छोड्दैन। कसलाई नि पहिलाको पूर्वमा हाम्रो एकजना हाम्रो श्रम मन्त्रीज्यूलाई पनि छोड्नु भएन होइन। अब मैले त आफ्नो नैतिकता आधारमा मैले राजीनामा दिइहालेँ होइन। मलाई त 100% छोड्दैन झन् होइन। सो यसमा भने आफ्नो भन्ने चिजै छैन क्या। यहाँ भने आफ्नो भनेको देश मात्र हो क्या हाम्रो सरकारको लागि। त्यही भएर मेरो सरकारले अब मेरो तलमाथि देख्छ भने मलाई 100% कारबाही गर्छ। पहिला जस्तो दलहरू होइन जसले चाहिँ बनाएर यताउति गरेर म्यानिपुलेट गरेर ल है वासिङ मेसिनमा धुलाएर ल्यायो भन्ने टाइपको चाहिँ हाम्रो चाहिँ हुँदैन। मेरो केही गलत छ भने त 100% म त्यही वार्निङ दिएको केही त गलत छैन नि तपाईँको भनेर भन्दा त मेरो म त एकदम सभा गलत भने तपाईँलाई कारबाही हुन्छ है भनेर मलाई गाली गर्नुहुन्छ, थर्काउनुहुन्छ। अनि सो यस्तो छ हाम्रो अवस्था है।